सबैजनालाई जय मसी नमस्कार सेवारो। फेरि पनि म यो सेकेन्ड भिडियो फेरि बनाउँदैछु। अहिले चाहिँ म रेडियो रिभरको छेउमा खोलाको डिलमा यो म भिडियो बनाइरहेको छु। विशेष गरी यो यताबाट बगेर आएको छ र यो चाहिँ यता बगिरहेको अवस्था छ। यो अहिले अब हिउँदोमा चाहिँ यो समयमा यो खोला सानो हुन्छ, तर पछि जुन अप्रिल मेतिर चाहिँ धेरै ठुलो खोला हुन्छ। किन भन्दाखेरि हिउँ धेरै मात्रामा धेरै बिल्लेको कारणले गर्दाखेरि चाहिँ यो खोलाको सतह निकै बढेको हुन्छ त्यो समयमा चाहिँ। र अहिले चाहिँ घट्दो क्रममा छ र अब चाहिँ लगभग यो अहिलेको मौसमहरू चेन्ज भइरहेको अवस्था छ। त्यो भएकोले गर्दाखेरि यो खोलाको सतह पनि घटेको अवस्था छ। अनि यो खोलादेखि पारिपट्टि चाहिँ नेपिन भन्छ र खोलादेखि वरिपट्टिलाई यतापट्टि खोलाई ग्लोस्टर भनिन्छ। र यो छ अटवा, यो क्यानाडाको क्यापिटल सिटी अटवामा रहेको ठाउँ। अनि यहाँ दुईवटा पुल छ। यो चाहिँ बेस लाइन जाने पुल। हाम्रो प्रायः जस्तो दिनचर्या यही रोडबाट, यही पुलबाट हामी हिँड्ने पनि गर्दछौँ। यहाँ पर हाम्रो भेना भिडियो बनाइरहनु भएको छ। उहाँले पनि उहाँको युट्युब च्यानल आइतालु पेन छ उहाँको। उहाँले त्यहाँनिर सधैँ आफ्नो भिडियोहरू जहाँ जानुहुन्छ त्यहाँको भिडियोहरू बनाइकन अपलोड गरिरहनु भएको हुन्छ। तसर्थ हजुरहरूले उहाँको भिडियो अथवा युट्युब च्यानललाई आइतालु पेनमा गएर हजुरहरूले सब्सक्राइब अनि लाइक र सेयर अनि कमेन्ट गरिदिनु म हजुरलाई मेरो यो च्यानलबाट म अनुरोध गर्दछु। मेरो च्यानलको नाम चाहिँ रहेको छ फुलुङ माङ्मो। मेरो युट्युब च्यानलको नाम चाहिँ हजुरले त्यहाँ गएर सब्सक्राइब लाइक सेयर गरिदिनु म अनुरोध गर्दछु।